तपाईँहरूमध्ये कसले कफी खानुहुन्छ त? जसले खानुहुन्छ त्यहाँबाट आधी जतिले चाहिँ दुध या त चिनी धेरै नै हालेर खानुहुन्छ मैले देखेअनुसार। ब्ल्याक कफी चाहिँ खाएको फाइदा के छ त आज त्यो भन्छु है त म। पहिलो कुरा त कफी खाएपछि निद्रा लागेको र भोक लागेको नै हराउँछ, किन भन्दाखेरि यसमा क्याफिन हुन्छ र त्यसले भोकलाई पनि सप्रेस गर्छ अनि तपाईँको फ्याट लसको बेलामा हेल्प गर्छ। र अब्जर्भेसनल रिसर्चहरूमा पनि कफीको एकदमै फाइदा देखेको छ कि लिभरको 40% जति रिस्कहरू अलिक कम भएको छ मान्छेहरूमा, फ्याटी लिभर सिरोसिस यस्तो कुराहरू कफीले लिभरलाई त्यो कुरामा चाहिँ फाइदा गर्छ। तर त्यो भन्दामा कफी मात्रै खाएर चाहिँ हुँदैन, डायट पनि राम्रो हुनै पर्यो, किनभने यो अब्जर्भेसनल स्टडी हो, अझै कन्टिन्यू भइरहेछ। कफीले नै हो भन्ने चाहिँ त्यस्तो प्रमाणित छैन, तर हेल्प चाहिँ गरेको छ। र कफी भनेपछि चाहिँ ब्ल्याक कफी नै चाहियो है, फेरि त्यो दुध हालेर 3 पत्ता चिनी हालेर त्यसरी चाहिँ हुँदैन। ब्ल्याक कफीकै फाइदा भनेको हो मैले। अब अरू कफीले चाहिँ त्यो निद्रा लागेको हराउने मात्रै हो अनि अलिकति भोक सप्रेस गर्छ। त्यसैले यसको असली फाइदा पाउनको लागि भनेको चाहिँ तपाईँले प्योर ब्ल्याकै कफी खानु पर्यो। दिनको 2 देखि 3 कप भनेको छ रिसर्चमा, तर 2 कप खाए पुग्छ। मैले चाहिँ खाएँ त।